जिन्दगीमा हार जित त भइहाल्छ होइन। अब एकदम नजिक पुगेर हामी हारेको छौँ त्यो चारवटै गेम, तर त्यसले चाहिँ हाम्रो यो टिमको पोटेन्सियललाई चाहिँ दर्शाउँदैन। हामी योभन्दा पनि अझै राम्रो गर्न सक्ने टिम हो, एकदम राम्रो गर्न सक्थ्यौँ अझै पनि। हामी सबैलाई थाहा छ कहाँ हामी चुकेको छौँ यो टुर्नामेन्टमा, र त्यसले गर्दा चाहिँ अब कस्तो छ भने आउने अब जति पनि गेमहरू छ त्यो गेमहरूलाई चाहिँ यहाँबाट लिएको जति पनि हामीले पोजिटिभहरू जति पनि छ त्यो पोजिटिभहरूलाई क्यारी गर्दै अगाडि गएर बाँकी रहेको केही जुन खाली स्पोर्टहरू थियो, खाली फ्लोटिङहरू जहाँ जहाँ थियो त्यसलाई चाहिँ राम्रो गर्दै अगाडि बढ्ने, र अब जित्नु बाहेक केही पनि उपाय छैन हामीसँग आउने गेमहरूमा। सो त्यसको लागि एकदम भरपर्दो जति पनि हुन्छ अब यो अब फोकस भनेको अब एनपिएल छ, त्यसपछि वर्ल्ड कप छ, त्यो वर्ल्ड कपको प्रिपरेसन्सहरू हुन्छ। अब त्यो पछि चाहिँ फेरि वर्ल्ड क्रिकेट लिग जुन हुन्छ त्यसको लागि चाहिँ एउटा राम्रो वातावरण जुन हामीले आफैले क्रिएट गर्नुपर्ने हुन्छ एज ए टिम, एज ए युनिट, एज ए प्लेयर, मैले आफैले और एभ्री इन्डिभिजुअल यो टिमको सबैले चाहिँ आफ्नो आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछौँ र राम्रो गर्नेछौँ।